जेनजी मुभमेन्ट पछि विभिन्न किसिमको छलफल गर्दै हामीले अहिलेको यो परिस्थितिमा हिमाल पहाड र तराईको समान प्रतिनिधित्व गर्दै हामीले राष्ट्र निर्माणको अभियानमा जुट्नको लागि राष्ट्र निर्माण दलको अभियानमा जुटेका छौं। साथीहरू, यो सामान्य चुनौती थिएन। जेनजी मुभमेन्ट पछि एक किसिमले युवाहरूमा जुन किसिमको उत्साह जागेको थियो, त्यो उत्साहलाई हामीले एकीकृत गर्दै राष्ट्र निर्माण दलको अभियानमा जुटेका छौं। अब समय धेरै नै घर्किसकेको छ। धेरै साथीहरूलाई आफ्नो आफ्नो जिल्ला फर्किनु पर्नेछ। यसै बीचमा म के भन्न चाहन्छु भने राष्ट्र निर्माण अभियानको यो घोषणा सभाबाट तपाईहरुले जुन घोषणा पत्रबाट हामीले मान्यज्यूले प्रस्तुत गर्नुभयो, जे बुझ्नुभयो, यो सब कुरालाई लिएर तपाई आज आफ्नो जिल्ला जानुस् र आफ्नो घर घरमा पुगेर यो अभियानलाई राष्ट्र निर्माण दललाई एउटा राष्ट्रिय शक्ति निर्माणको अभियानमा जुट्न म सम्पूर्ण साथीहरूलाई आग्रह पनि गर्न चाहन्छु। यस कार्यक्रमलाई सफल बनाइदिनुको लागि विभिन्न जिल्लाबाट आउनुभएका साथीहरू र राष्ट्रिय सभा गृहलाई पनि सभा गर्नको लागि उपलब्ध गराइदिनु भयो। त्यसको लागि पनि सभाको गृहको प्रशासनिक समुदायलाई, विभिन्न सञ्चारकर्मी मित्रहरूलाई लगायत विभिन्न यो व्यवस्थापनमा जुट्नुभएका साथीहरूलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु। यस कार्यक्रमलाई भव्य र सफल बनाइदिनु भएकोमा एकमुष्ट सबै स्टेक होल्डर साथीहरूलाई पनि धन्यवाद दिँदै म आफ्नो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद। जेनजी मुभमेन्ट पछि विभिन्न किसिमको छलफल गर्दै हामीले अहिलेको यो परिस्थितिमा हिमाल पहाड र तराईको समान प्रतिनिधित्व गर्दै हामीले राष्ट्र निर्माणको अभियानमा जुट्नको लागि राष्ट्र निर्माण दलको अभियानमा जुटेका छौं। साथीहरू, यो सामान्य चुनौती थिएन। जेनजी मुभमेन्ट पछि एक किसिमले युवाहरूमा जुन किसिमको उत्साह जागेको थियो, त्यो उत्साहलाई हामीले एकीकृत गर्दै राष्ट्र निर्माण दलको अभियानमा जुटेका छौं। अब समय धेरै नै घर्किसकेको छ। धेरै साथीहरूलाई आफ्नो आफ्नो जिल्ला फर्किनु पर्नेछ। यसै बीचमा म के भन्न चाहन्छु भने राष्ट्र निर्माण अभियानको यो घोषणा सभाबाट तपाईहरुले जुन घोषणा पत्रबाट हामीले मान्यज्यूले प्रस्तुत गर्नुभयो, जे बुझ्नुभयो, यो सब कुरालाई लिएर तपाई आज आफ्नो जिल्ला जानुस् र आफ्नो घर घरमा पुगेर यो अभियानलाई राष्ट्र निर्माण दललाई एउटा राष्ट्रिय शक्ति निर्माणको अभियानमा जुट्न म सम्पूर्ण साथीहरूलाई आग्रह पनि गर्न चाहन्छु। यस कार्यक्रमलाई सफल बनाइदिनुको लागि विभिन्न जिल्लाबाट आउनुभएका साथीहरू र राष्ट्रिय सभा गृहलाई पनि सभा गर्नको लागि उपलब्ध गराइदिनु भयो। त्यसको लागि पनि सभाको गृहको प्रशासनिक समुदायलाई, विभिन्न सञ्चारकर्मी मित्रहरूलाई लगायत विभिन्न यो व्यवस्थापनमा जुट्नुभएका साथीहरूलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु। यस कार्यक्रमलाई भव्य र सफल बनाइदिनु भएकोमा एकमुष्ट सबै स्टेक होल्डर साथीहरूलाई पनि धन्यवाद दिँदै म आफ्नो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद। जेनजी मुभमेन्ट पछि विभिन्न किसिमको छलफल गर्दै हामीले अहिलेको यो परिस्थितिमा हिमाल पहाड र तराईको समान प्रतिनिधित्व गर्दै हामीले राष्ट्र निर्माणको अभियानमा जुट्नको लागि राष्ट्र निर्माण दलको अभियानमा जुटेका छौं। साथीहरू, यो सामान्य चुनौती थिएन। जेनजी मुभमेन्ट पछि एक किसिमले युवाहरूमा जुन किसिमको उत्साह जागेको थियो, त्यो उत्साहलाई हामीले एकीकृत गर्दै राष्ट्र निर्माण दलको अभियानमा जुटेका छौं। अब समय धेरै नै घर्किसकेको छ। धेरै साथीहरूलाई आफ्नो आफ्नो जिल्ला फर्किनु पर्नेछ। यसै बीचमा म के भन्न चाहन्छु भने राष्ट्र निर्माण अभियानको यो घोषणा सभाबाट तपाईहरुले जुन घोषणा पत्रबाट हामीले मान्यज्यूले प्रस्तुत गर्नुभयो, जे बुझ्नुभयो, यो सब कुरालाई लिएर तपाई आज आफ्नो जिल्ला जानुस् र आफ्नो घर घरमा पुगेर यो अभियानलाई राष्ट्र निर्माण दललाई एउटा राष्ट्रिय शक्ति निर्माणको अभियानमा जुट्न म सम्पूर्ण साथीहरूलाई आग्रह पनि गर्न चाहन्छु। यस कार्यक्रमलाई सफल बनाइदिनुको लागि विभिन्न जिल्लाबाट आउनुभएका साथीहरू र राष्ट्रिय सभा गृहलाई पनि सभा गर्नको लागि उपलब्ध गराइदिनु भयो। त्यसको लागि पनि सभाको गृहको प्रशासनिक समुदायलाई, विभिन्न सञ्चारकर्मी मित्रहरूलाई लगायत विभिन्न यो व्यवस्थापनमा जुट्नुभएका साथीहरूलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु। यस कार्यक्रमलाई भव्य र सफल बनाइदिनु भएकोमा एकमुष्ट सबै स्टेक होल्डर साथीहरूलाई पनि धन्यवाद दिँदै म आफ्नो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद। जेनजी मुभमेन्ट पछि विभिन्न किसिमको छलफल गर्दै हामीले अहिलेको यो परिस्थितिमा हिमाल पहाड र तराईको समान प्रतिनिधित्व गर्दै हामीले राष्ट्र निर्माणको अभियानमा जुट्नको लागि राष्ट्र निर्माण दलको अभियानमा जुटेका छौं।
साथीहरू, यो सामान्य चुनौती थिएन। जेनजी मुभमेन्ट पछि एक किसिमले युवाहरूमा जुन किसिमको उत्साह जागेको थियो, त्यो उत्साहलाई हामीले एकीकृत गर्दै राष्ट्र निर्माण दलको अभियानमा जुटेका छौँ। अब समय धेरै नै घर्किसकेको छ, धेरै साथीहरूलाई आफ्नो आफ्नो जिल्ला फर्किनु पर्नेछ। यसै बिचमा म के भन्न चाहन्छु भने राष्ट्र निर्माण अभियानको यो घोषणा सभाबाट तपाईँहरूले जुन घोषणा पत्रबाट हामीले मान्यज्यूले प्रस्तुत गर्नुभयो, जे बुझ्नुभयो, यो सब कुरालाई लिएर तपाईँ आज आफ्नो जिल्ला जानुस् र आफ्नो घर घरमा पुगेर यो अभियानलाई, राष्ट्र निर्माण दललाई एउटा राष्ट्रिय शक्ति निर्माणको अभियानमा जुट्न म सम्पूर्ण साथीहरूलाई आग्रह पनि गर्न चाहन्छु। यस कार्यक्रमलाई सफल बनाइदिनुको लागि विभिन्न जिल्लाबाट आउनुभएका साथीहरू र राष्ट्रिय सभा गृहलाई पनि सभा गर्नको लागि उपलब्ध गराइदिनु भयो। त्यसको लागि पनि सभाको गृहको प्रशासनिक समुदायलाई, विभिन्न सञ्चारकर्मी मित्रहरूलाई लगायत विभिन्न यो व्यवस्थापनमा जुट्नुभएका साथीहरूलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु। यस कार्यक्रमलाई भव्य र सफल बनाइदिनु भएकोमा एकमुष्ट सबै स्टेक होल्डर साथीहरूलाई पनि धन्यवाद दिँदै म आफ्नो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद। जेनजी मुभमेन्ट पछि विभिन्न किसिमको छलफल गर्दै हामीले अहिलेको यो परिस्थितिमा हिमाल, पहाड र तराईको समान प्रतिनिधित्व गर्दै हामीले राष्ट्र